हरेक बिहान उठ्दा एउटा नराम्रो विचारले, एउटा नराम्रो थिङ्किङले, एउटा नराम्रो भावनाले तपाईँलाई आक्रमण गरिरहेको हुन्छ। म असफल हुन्छु कि, मलाई किन अरूले बुझ्दैनन्, म किन अरूभन्दा नराम्रो छु, किन मेरो जीवन व्यर्थ बित्दैछ, किन म व्यर्थ जीवन जिरहेको छु भन्ने त्यो थिङ्किङ, त्यो सोचाइ जब आउँछ नि, अनि तपाईँको सिङ्गो दिन यही विचारले खाइदिन्छ र बर्बाद पारिदिन्छ। नमस्कार साथीहरू, आज म तपाईलाई नराम्रो विचारको अन्त्य कसरी गर्ने भन्ने कुरा सेयर गर्नु चाहन्छु। के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ, हरेक बिहान उठ्दा एउटा नराम्रो विचारले, एउटा नराम्रो थिङ्किङले, एउटा नराम्रो भावनाले तपाईँलाई आक्रमण गरिरहेको हुन्छ। म असफल हुन्छु कि, मलाई किन अरूले बुझ्दैनन्, म किन अरूभन्दा नराम्रो छु, किन मेरो जीवन व्यर्थ बित्दैछ, किन म व्यर्थ जीवन जिरहेको छु भन्ने त्यो थिङ्किङ, त्यो सोचाइ जब आउँछ नि, अनि तपाईँको सिङ्गो दिन यही विचारले खाइदिन्छ र बर्बाद पारिदिन्छ। र आज म तपाईँलाई यो नराम्रो विचारलाई, नराम्रो सोचाइलाई अन्त्य गर्ने 5वटा शक्तिशाली तरिकाहरू सेयर गर्नेछु, जसले तपाईँको जीवनलाई निश्चय परिवर्तन गर्नेछ। तर यो भिडियोलाई अन्तिमसम्म तपाईँले हेर्नु जरुरी छ। नराम्रो विचार किन आउँछ? पहिलो कुरा, नराम्रो विचार किन आउँछ भने तपाईको यो पुरानो दिमागी प्रक्रिया हो, पुरानो बानी हो। नराम्रो विचार चाहिँ यो पुरानो स्वभाव हो, जुन पहिलेदेखि नै नराम्रो सोचाइ आइरहने ह्याबिट भित्रै पर्छ यो विचारहरू। जस्तै तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ अनि पछाडिबाट कसैले फोहोर पानी तपाईँलाई छापिदिन्छ, तपाईँ त्यस व्यक्तिसँग रिसाउनुहुन्छ, पक्कै पनि केही हदसम्म रिसाउनु होला। तर तपाईँले रिसाउनु भन्दा नि बेसी चाहिँ त्यो फोहोर पानी लागेको कपडालाई सफा गर्नेतिर तपाईँले फोकस, आफ्नो ध्यानलाई गर्नुहुन्छ। किनभने तपाईँको कपडा सफा हुनु जरुरी छ नि त, तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ। त्यस्तै यो नराम्रो विचारलाई पनि फोहोर पानीलाई सफा गरेको जस्तै तपाईँले सफा गर्न सक्नुहुन्छ। आफ्नो जीवनदेखि नै सफा गरेर यसलाई हटाउन सक्नुहुन्छ। तर तपाईँले, मैले 5वटा कुरा गर्नु जरुरी छ। किनभने नराम्रो विचार चाहिँ उज्यालोको अभावले, ज्योतिको अभावले अँध्यारोमा अझै वृद्धि हुने काम हुन्छ। जब उज्यालो आउँछ नि, बत्ती बालिन्छ नि, अँध्यारो आफै आफ हराउँछ। जब तपाईँको दिमागमा सकारात्मक सोच आउँछ, राम्रो थिङ्किङ आउँछ, गुड थिङ्किङ आउँछ, राम्रो विचार आउँछ नि, आफै आफ नराम्रो विचार हटेर जान्छ प्रिय। त्यसैले गर्दा यो नराम्रो विचारलाई हटाउने निर्णय आज तपाईँले गर्नुहोस्। 5वटा व्यवहारिक तरिकामा तपाईँलाई लिएर जान चाहन्छु। नम्बर 1, श्वास प्रश्वास अभ्यास गर्नु। नराम्रो विचार आउँदा तपाईँले 4 सेकेन्ड श्वासलाई लिनुहोस्, लामो तरिकाले 4 सेकेन्ड श्वासलाई तान्नुहोस् र फेरि 4 सेकेन्ड त्यो श्वासलाई होल्ड गरेर राख्नुहोस्, नफेर्नुहोस्, होल्ड गरेर राख्नुहोस्, स्टपमा रोकिनुहोस्, अनि फेरि 4 सेकेन्ड त्यो श्वासलाई छोडिदिनुहोस् बिस्तारै। यसले तपाईँको दिमागी प्रक्रियालाई, दिमागको त्यो सोच्ने थिङ्किङलाई रिसेट गर्ने काम गर्छ। विज्ञानले पनि भन्छ कि यसले तनावको हर्मोनलाई चाहिँ घटाउने काम गर्छ। जब तपाईँ तनावमा हुनुहुन्छ नि, जब तपाईँले सास लिनुहुन्छ लामो तरिकाले, फेरि होल्ड गर्नुहुन्छ, फेरि लामो तरिकाले छोड्नुहुन्छ नि, तपाईँको तनाव भइरहने प्रक्रियालाई चाहिँ तपाईँले घटाउँदै गरेको हुनुहुन्छ। 2 नम्बर, विचारलाई चुनौती दिनुहोस्। यो सत्य हो कि तपाईँलाई धेरैचोटि म असफल हुन्छु भन्ने विचार आउँछ, डर आउँछ, अशान्ति आउँछ, पीर लाग्छ, के हुन्छ कि भन्ने डर लाग्छ। तर यो कुरा आउँदै गर्दाखेरि तपाईँले डर लाग्यो भने म जित्छु भन्ने हिम्मत राख्नुहोस्। अशान्ति हुन्छ भने मसँग शान्ति छ भनेर पोजिटिभ बोल्नुहोस्। निराशा छ भने मसँग आशा छ भनेर बोल्नुहोस्। जब अँध्यारोमा हुनुहुन्छ भने भोलि मेरो लागि उज्यालो दिन आउँछ भने पोजिटिभ थिङ्किङ राख्नुहोस्। यसले तपाईँले नराम्रो विचारलाई प्रश्न सोध्नुहुन्छ, नराम्रो विचारलाई
राम्रो विचारले दबाउनुहुन्छ नि आफसे आफ जित्न सक्नुहुन्छ। किनभने विचारलाई चुनौती दिने चाहिँ नराम्रो विचारको ठाउँमा राम्रो विचारले, नराम्रो सोचाइको बिचमा राम्रो सोचाइले चुनौती दिने हो। जब तपाईँले खराब जग्गामा राम्रो कुरा राखिदिनुहुन्छ नि त्यो खराब कुरा आफै हटेर जान्छ। त्यसैले गर्दा राम्रो विचार, गुड थिङ्किङ धेरै आवश्यक हुन्छ। नम्बर 3, एक्टिभेसन रिचुअल बनाउनुहोस्। जस्तै हात धुनु वा पानी पिउनु, मुख धुनु, यो प्रक्रियाले चाहिँ तपाईँले यस्तो खालको एउटा स्विच गरेर अगाडि बढिराख्नु भएको छ कि तपाईँ योद्धा हुनुहुन्छ अनि जित्छु भन्ने हिम्मतमा अगाडि बढ्दै गरेको अवस्थामा हुनुहुन्छ। किनभने तपाईँले जब योद्धा स्विचमा आफूलाई राख्नुहुन्छ त्यो चाहिँ अति नै आवश्यक कुरा हो। किनभने कोबी ब्रायन्ट जस्ता महान व्यक्तिले पनि यही कुरा गर्थे। जब धेरै सोचाइ, धेरै विचारहरू आउँथ्यो अनि उनले एउटा प्रक्रिया अगाडि बढाउँथे, मुख धुन्थे, पानी पिउँथे, हैन, हात धुन्थे, अगाडि बढ्थे नि। त्यसले चाहिँ तपाईँलाई अलिकति अगाडि बढ्ने जोस र हिम्मत राखिदिन्छ। नम्बर 4, रेकर्डिङ च्यालेन्ज। आफ्नो फोनलाई उठाउनुहोस् अनि एक्लै आफ्नो रुममा जानुहोस् अनि पहिले आफ्नो हातले जुन फोनलाई थिच्नुहोस्, स्विच गर्नुहोस् अनि त्यस पछाडि म योद्धा हुँ, म जित्छु, म सफल हुन्छु, म असल व्यक्ति, म राम्रो व्यक्ति, मसँग पोजिटिभ थिङ्किङ छ भनेर राम्रो राम्रो कुरा बोलेर रेकर्डिङ गर्नुहोस्। त्यो फोनमा त्यो भिडियो राख्नुहोस् अनि जब जब तपाईँ आफूलाई मोटिभेसनबाट डाउन भएको, गिरेको महसुस गर्नुहुन्छ त्यति बेला त्यो रेकर्डिङ गरेको भोइसलाई सुन्नुहोस्, त्यो भिडियोलाई हेर्नुहोस्। म असल छु, म राम्रो छु, म सफल हुन्छु भन्ने सोच, फेरि तपाईँलाई राम्रो थिङ्किङ, राम्रो विचार आउन थाल्छ। नम्बर 5, फोकस लेजर। एउटा सकारात्मक लक्ष्यमा लक गर्नुहोस्। जस्तै आज म यो काम गर्छु। आज तपाईँ बुक पढ्नुहुन्छ भने, बुक पढ्ने तपाईँको सोच छ भने म आज यो बुक यतिवटा अध्याय कम्प्लिट गर्छु भन्नेमा तपाईँ कन्फर्म लक गरेर बस्नुहोस्। फेरि तपाईँ दायाँ बायाँ नमोडिनुहोस्। हाम्रो मानिसको स्वभाव के छ भने दायाँ बायाँ जाने ह्याबिट हुन्छ। किनभने एकै ठाउँमा अडिँदैन। अब साथी आइदियो घुम्न गइहाल्छ, अब साथीले यो गरौँ हुन्छ गरिदिइहाल्छ। तर त्यो प्रक्रियामा नजानुहोस्। तपाईँ आज कति अध्याय पढ्नुहुन्छ बुक, तपाईँ आज कुन गृह कार्य गर्नुहुन्छ, तपाईँ आज तपाईँको काम के हो त्यसलाई लक गर्नुहोस् अनि फोकस गर्नुहोस्। तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। आफ्नो कामलाई बाँकी नराख्नुहोस्, तर अरू जुन विचारहरू आउँछ, थिङ्किङ आउँछ, बाधाहरू आउँछ त्यसलाई इग्नोर गर्नुहोस्। तर तपाईँले जुन कुरालाई लक गर्नुभयो, फोकस गर्नुहोस्, त्यसमा अगाडि बढ्नुहोस्। तपाईँले नराम्रो विचारलाई आफसे आफ जित्न सक्नुहुन्छ। साथीहरू यो सम्भव छ। किनभने यदि तपाईँलाई आज यो 5वटा कुरा मैले भने कि यो तपाईँलाई सामान्य लाग्ला, तर इम्पोर्टेन्ट कुरा चाहिँ यो 5वटा कुरा तपाईँले जब व्यवहारमा लागू गर्नुहुन्छ तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। एउटा कथा सेयर गर्न चाहन्छु कि एक युवक जसको दिमाग सधैँ म सक्दिनँ, म कमजोर छु, म अयोग्य छु भन्ने एउटा डिप्रेस थियो। तर एक दिन उसले एउटा अभ्यास सुरु गर्छ कि प्रत्येक नराम्रो विचारलाई उसले जित्नको लागि कोसिस गर्छ। लामो श्वास प्रश्वास लिन्छ र म असल छु, म राम्रो छु, म जित्छु भन्ने सोच राख्छ नि। त्यस पछाडि उसले 3 महिनामा आफ्नो जीवन परिवर्तन गर्छ र उसले युट्युब च्यानल खोल्छ र अरूलाई मोटिभेसनल भिडियोहरू बनाएर सेयर गर्नु थाल्छ। अहिले ऊ लाखौँलाई प्रेरित गर्ने व्यक्ति बनेको छ। तपाईँ पनि त्यो व्यक्ति बन्न सक्नुहुन्छ। सन्दीप महेश्वरीले भन्छन् दिमाग सूर्य जस्तै हो, फोकस गर्दा आगो जल्छ, यानि कि आगो बल्छ। तपाईँको दिमागलाई फोकस गर्नुहोस्, तपाईँको सोचाइ के हो असल त्यसमा फोकस गर्नुहोस्, तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। आजैबाट यो 5वटा कुरा सुरु गर्नुहोस्। आजैबाट आफ्नो जीवनमा यो 5वटा कुरालाई लागू गर्नुहोस्। आजैबाट आफूलाई निर्माण गर्न थाल्नुहोस्। आफ्नो जीवनमा सकारात्मक राम्रो ऊर्जा, राम्रो हिम्मत, राम्रो बोली, राम्रो व्यवहारलाई लागू गर्नुहोस्। तपाईँ नराम्रो कुरा आफसे आफ छोडेर अगाडि बढ्न सक्नुहुन्छ। अनि तपाईँले नराम्रो कुरालाई जब छोड्नुहुन्छ नि तपाईँ राम्रो कुरामा अडिन थाल्नुहुन्छ। किनभने तपाईँले राम्रो कुरामा फोकस गर्न थाल्नु भएको हुन्छ। त्यसैले गर्दा नराम्रो कुरालाई आस्ते आस्ते जित्नको लागि राम्रो कुरा फोकस गर्नुहोस्। यो 5वटा नियमलाई लागू गर्नुहोस्।
तपाईँले नराम्रो सोचलाई अन्त्य गरेर छोड्नुहुनेछ।